हेलो एभ्रिवान आज चाहिँ हामी म्याक्रो इकोनोमिक्सको बेसिक कन्सेप्ट चाहिँ कभर गर्छौँ। सुरु गरौँ है। म्याक्रो इकोनोमिक्स चाहिँ सिम्पली भन्नु पर्दाखेरि चाहिँ इट्स द स्टडी अफ द इकोनोमी एज अ होल भयो है। नर्मल्ली इट फोकसेस अन ओभरअल इकोनोमी पर्फर्मेन्स स्ट्रक्चर बिहेभियर एन्ड डिसिजन। हजुरले यो नोट चाहिँ एक्जामको लागि चाहिँ पढ्नुलाई अलिकति हेल्प हुन्छ। अब हामी डिफिनेसनबाट जाउँ है। What is macroeconomics? यसलाई लेख्दै चाहिँ यसरी लेख्न मिल्छ है। Macroeconomics examines aggregate variables such as total output, overall price level, employment, income, अनि के हुन्छ and economic growth। यो हुने भयो हैन। अनि अर्को भनेको चाहिँ it helps in understanding how economy works and how government policies can influence it। हजुरले नर्मल वाट इज म्याक्रो इकोनोमिक्स है त्यति चाहिँ लेख्नै पर्यो। अब सेकेन्डमा चाहिँ हामीले के कभर गर्छौँ भन्दा मेन अब्जेक्टिभ्स। मेन अब्जेक्टिभ चाहिँ के हो? यसको मेन अब्जेक्टिभ भनेको चारवटा चाहिँ मेन अब्जेक्टिभ हुन्छ। यो चाहिँ हजुरले एक्जाममा लेख्नै पर्छ। एउटा भनेको इकोनोमिक ग्रोथ, अर्को भनेको फुल इम्प्लोइमेन्ट, त्यसपछि आउँछ प्राइस स्टेबिलिटी, त्यो पछि आउँछ इकोनोमिक अब यो भित्र चाहिँ के पर्छ यो चाहिँ म एक एक लाइनमा लेखिदिन्छु है। इकोनोमिक ग्रोथ भित्र चाहिँ बेसिकली के पर्छ भन्दाखेरि increase the production of goods and services। यो नर्मल भयो। अनि त्यसपछि फुल इम्प्लोइमेन्टमा चाहिँ ensuring maximum employment of available resources। हेर्नु ठिक छ। अनि प्राइस स्टेबिलिटी भनेको चाहिँ मेन्टेन अ जेनरल प्राइस लेभल हैन, इन्फ्लेसन कन्ट्रोल गर्ने हो मेन भनेको चाहिँ। यसमा चाहिँ कसरी लेख्न मिल्यो भन्दाखेरि
maintain a stable price, control inflation. अनि त्योपछि इकोनोमिक स्टेबिलिटीमा चाहिँ केही पनि होइन, यसमा भनेको चाहिँ लार्जर फ्लक्चुएसनहरू हुन दिनु भएन। जस्तै एभोइड लार्ज फ्लक्चुएसन इन केमा आउटपुट, इम्प्लोयमेन्ट एन्ड प्राइस। यति चाहिँ मेन अब्जेक्टिभमा यति कुरा चाहिँ लेख्नै पर्यो। अब म्याक्रो इकोनोमिकको इन्डिकेटरहरू चाहिँ के हो है? की इन्डिकेटर्स म्याक्रो इकोनोमिकको इन्डिकेटर यो भित्र चाहिँ के पर्छ है? एउटा ग्रस डोमेस्टिक प्रोडक्ट, त्यसलाई सेकेन्डमा पर्छ इन्फ्लेसन, थर्डमा अनइम्प्लोयमेन्ट, फोर्थमा इन्ट्रेस्ट रेट, अनि फिफ्थमा ब्यालेन्स अफ पेमेन्ट। अब ग्रस डोमेस्टिक प्रोडक्ट भनेको चाहिँ के हो हैन? यो भनेको चाहिँ के हैन? टोटल भ्याल्यु अफ all final goods and services produced in an economy. इकोनोमी भित्र प्रड्युस भएको फाइनल गुड्स एन्ड सर्भिसेसहरू भनेको जीडीपी भयो। त्यसरी आउँछ इन्फ्लेसन। इन्फ्लेसन भनेको चाहिँ अराइज इन द general price level of good and services। जस्तो एक्जाममा लेख्दाखेरि यो कुरा चाहिँ लेख्नै पर्यो हजुरलाई, मैले लेखेको लाइनहरु चाहिँ। त्यसरी नै अनइम्प्लोयमेन्ट भनेको चाहिँ के हो भन्दाखेरि अनइम्प्लोयमेन्ट भने कामै नगर्ने हैन, यो भनेको चाहिँ कन्डिसन हो when people who are willingness who are willing and able to work cannot find the job। काम गर्न खोज्ने मान्छेले चाहिँ काम नपाउनु भने चाहिँ अनइम्प्लोयमेन्ट हो। अनि इन्ट्रेस्ट रेट भनेको चाहिँ यो चाहिँ के हैन, यो बेसिकली भन्नु पर्दा चाहिँ द कस्ट अफ बोरोइङ मनी or the return on savings। ब्यालेन्स अफ पेमेन्ट भनेको चाहिँ ट्रान्जेक्सन विथ रेस्ट अफ द वर्ल्ड। यसलाई चाहिँ के भन्नु मिल्यो भन्दाखेरि द रेकर्ड अफ अल इकोनोमिक ट्रान्जेक्सन्स विथ द रेस्ट अफ द वर्ल्ड। यो चाहिँ के भयो भन्दाखेरि हाम्रो की म्याक्रो इकोनोमिक इन्डिकेटर्स भयो। अब हामी जान्छौँ म्याक्रो इकोनोमिक पोलिसी भित्र। यो भित्र चाहिँ दुईटा हुन्छ, एउटा भनेको चाहिँ फिस्कल पोलिसी, अर्को चाहिँ मोनिटरी पोलिसी हुन्छ। पहिला फिस्कल पोलिसीको कुरा गरौँ है। यो चाहिँ गभर्नमेन्टले म्यानेज गर्छ, म्यानेज्ड बाइ गभर्नमेन्ट। अनि अर्को भनेको चाहिँ यसले चाहिँ डिसिजन
के को डिसिजन गर्छ भन्दाखेरि गभर्नमेन्ट स्पेन्डिङ र ट्याक्सेसन एन्ड ट्याक्सेसन यसको चाहिँ डिसिजन मेकिङ गर्छ है। अनि अर्को चाहिँ यो चाहिँ इट इज युज टु इन्फ्लुएन्स आउटपुट इम्प्लोइमेन्ट एन्ड प्राइस लेभल। यो चाहिँ बेसिक यसको फिस्कल पोलिसीको कुराहरू भयो। अब यसरी नै दोस्रो आउँछ मोनेटरी पोलिसी। मोनेटरी पोलिसीमा चाहिँ के हुन्छ भन्दाखेरि यो चाहिँ म्यानेज बाई अब इन्फ्लुएन्स बाई अब जे लेख्दा पनि त्यो म्यानेज बाई सेन्ट्रल ब्याङ्क। अनि अर्को भनेको चाहिँ यसले चाहिँ के इन्भल्भ गर्छ भन्दाखेरि कन्ट्रोल अफ मनी सप्लाई, इन्ट्रेस्ट रेट एन्ड क्रेडिट। यो तिनटाको चाहिँ यसले मेन हेर्छ। अनि त्यसरी नै इट एम्स यसको मेन एम्स भनेको चाहिँ टु एचिभ प्राइस स्टेबिलिटी, फुल इम्प्लोइमेन्ट एन्ड ब्यालेन्स्ड ग्रोथ भन्नुभयो होइन। अब छोटकरीमा भन्नु पर्दाखेरि चाहिँ इन्सर्ट macroeconomic issue help us to understand the performance the economy as a whole है। यो चाहिँ लेख्नै पर्यो। and the policies that can be used to achieve economic growth, full employment त्यो पोलिसीहरूले चाहिँ के गर्न मिल्छ भन्दाखेरि चाहिँ इकोनोमिक ग्रोथ, फुल इम्प्लोइमेन्ट अनि अर्को हुन्छ प्राइस स्टेबिलिटी एन्ड ओभरअल इकोनोमिक वेलबिङ। चाहिँ आज हामीले के कभर गर्यौं भन्दाखेरि म्याक्रो इकोनोमिक्स कभर गर्यौं हैन। यसको मेन अब्जेक्टिभ के रहेछ भनेर यसको मेन अब्जेक्टिभ छ इकोनोमिक ग्रोथ, फुल इम्प्लोइमेन्ट, प्राइस स्टेबिलिटी र इकोनोमिक स्टेबिलिटी भयो। त्यसरी नै की म्याक्रो इकोनोमिक इन्डिकेटर केले इन्डिकेट गर्छ। एउटा जीडीपीले गर्ने भयो, इन्फ्लेसनले, अनइम्प्लोइमेन्टले, इन्ट्रेस्ट रेटले अनि ब्यालेन्स अफ पेमेन्ट। यसलाई हामीले बीओपी भनेर नै इन्डिकेट गर्छौं है। अनि त्यसपछि हामीले गर्यो म्याक्रो इकोनोमिक पोलिसीज भित्र के पर्छ, फिस्कल पोलिसीज र मोनेटरी पोलिसीज। फिस्कल पोलिसीज गभर्नमेन्टले डेभलप गर्छ भने मोनिटरी चाहिँ सेन्ट्रल ब्याङ्कले गर्छ। अब यिनीहरूले केमा गर्छ यही कभर गरिहाल्यो। अनि लास्टमा चाहिँ म्याक्रो इकोनोमिक्सले चाहिँ के गर्छ भने हेल्प टु अन्डरस्ट्यान्ड द पर्फर्मेन्स अफ एन इकोनोमी एज अ होल अनि द पोलिसीज द्याट क्यान बी युज्ड है केमा युज हुन्छ to achieve economic growth, full employment, price stability, and overall economic well-being.
थ्याङ्क यू। मेरो ह्यान्डराइटिङ चाहिँ अलिकति नराम्रो छ, त्यो चाहिँ अलिकति एडजस्ट गरिदिनु होला। थ्याङ्क यू।